रासोपा पदाधिकारीमा रवि पक्षकै दबदबा, बालेन पक्षका असीम मात्रै निर्वाचित को हुँदैछन् बनोनित। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको आन्तरिक साङ्गठनिक संरचनालाई पूर्णता दिने क्रममा पदाधिकारीहरूको निर्वाचन सम्पन्न भएको छ। पार्टीको विधानले व्यवस्था गरे बमोजिम 6 वटा पदाधिकारी पदका लागि भएको निर्वाचनको मत परिणाम अनुसार 1 जना बाहेक अन्य सबै पदमा वर्तमान सभापति रवि लामिछाने पक्षका उम्मेद्वारहरू निर्वाचित भएका छन्। सहमहामन्त्री पदमा निर्वाचित भएका असीम शाह बाहेक अन्य सबै पदाधिकारीमा संस्थापन पक्षका नेताहरूले सफलता प्राप्त गरेका हुन्। रासोपाको वैधानिक व्यवस्था अनुसार पदाधिकारीमा महिला सहित 2 जना उपसभापति, 1 जना महामन्त्री र 1 जना महिला सहितको सहमहामन्त्री पदका लागि निर्वाचन हुने प्रावधान रहेको छ। यसै प्रावधानलाई टेकेर पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन गरिएको थियो भने तिनै नवनिर्वाचित केन्द्रीय सदस्यहरूको मताधिकारका आधारमा पदाधिकारीहरूको चयन गरिएको हो। पार्टी नेतृत्वले आन्तरिक एकता कायम राख्न भन्दै सुरुवाती चरणमा सर्वसम्मत रूपमा पदाधिकारी चयन गर्ने प्रयास गरेको थियो। सभापति लामिछाने स्वयंले सहमतिको प्रयास गरे पनि आकांक्षी उम्मेद्वारहरूबीच साझा धारणा बन्न नसकेपछि अन्ततः लोकतान्त्रिक निर्वाचन प्रणाली मार्फत नेतृत्वको टुङ्गो लगाइएको हो। निर्वाचन परिणाम अनुसार उपसभापति पदमा डाक्टर स्वर्णिम वाग्ले र सोभिता गौतम निर्वाचित भएका छन्। खुल्लातर्फको उपसभापति पदमा बिहिबार नै वर्तमान अर्थमन्त्री समेत रहेका डाक्टर वाग्ले निर्विरोध निर्वाचित भइसकेका थिए। उनी पार्टीभित्र सभापति रवि लामिछाने निकट मानिन्छन्। त्यसैगरी महिलातर्फको उपसभापति पदमा वर्तमान कानुन मन्त्री समेत रहेकी सोभिता गौतम निर्वाचित भएकी छन्। शुक्रबार साँझ सम्पन्न मतदानको अन्तिम मत परिणाम अनुसार महिला उपसभापति पदका लागि डाक्टर तोसीमा कार्कीले प्रतिस्पर्धा गरेकी थिइन्, तर उनी पराजित भइन्। रासोपाका नेताहरूका अनुसार डाक्टर कार्की पछिल्लो समय वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह निकट मानिन्छन्। पार्टीको साङ्गठनिक सञ्चालनमा महत्त्वपूर्ण मानिने महामन्त्री पदमा विपिन आचार्य निर्वाचित भएका छन्। रासोपाको स्थापना कालदेखि नै सक्रिय रहेका र सभापति लामिछानेसँग निकट सम्बन्ध राख्दै आएका आचार्य पार्टीका संस्थापक सदस्य समेत हुन्। यस अघिको कार्य समितिमा सहमहामन्त्रीको जिम्मेवारी सम्हालेका उनी अब पार्टीको महामन्त्री बनेका छन्। यस पदका लागि आचार्यसँगै मनिष शाह, सागर ढकाल र गणेश कार्कीले पनि प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धी मध्ये ढकाल र कार्कीलाई प्रधानमन्त्री बालेन्द्र शाह पक्षका नेताका रूपमा चिनिन्छ भने रासोपाका संस्थापन कालदेखिकै अर्का सदस्य मनिष शाहको पछिल्लो समय सभापति लामिछानेसँग केही राजनैतिक दूरी बढेको बताइएको छ। यसैगरी सहमहामन्त्री पदको खुल्लातर्फ हरि ढकाल र असीम शाह निर्वाचित भएका छन्। निर्वाचित मध्ये ढकाल लामिछाने पक्षका हुन् भने शाह प्रधानमन्त्री बालेन्द्र शाह पक्षका नेता हुन्। असीम शाह वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार समेत रहेका छन्। सहमहामन्त्रीको खुल्लातर्फको प्रतिस्पर्धामा रमेश प्रसाई, यज्ञमणि नेउपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरू र हिमेश पन्त लगायतका नेताहरू पनि चुनावी मैदानमा उत्रिएका थिए। अर्कोतर्फ महिलातर्फको सहमहामन्त्री पदमा निशा डाङ्गे निर्वाचित भएकी छिन्। कुल 737 मत प्राप्त गर्दै विजयी भएकी डाङ्गी पनि सभापति लामिछाने पक्षकै नेत्री हुन्। यस पदमा उनीसँगै रीमा विश्वकर्मा, जुली यादव, विदुषी राणा र कामिनी कुमारी चौधरीले प्रतिस्पर्धा गरेका थिए।